हेलो नमस्ते सबैजनालाई अनि फेरि पनि स्वागत छ तपाईहरुलाई मेरो र्यान्डम भिडियोमा र यही भिडियो र्यान्डम भिडियो मध्ये नै मैले आज पनि नयाँ भिडियो लिएर आएको छु र आजको स्पेशल भिडियो चाहिँ चाबेलको 99 शप सम्बन्धी रहेको छ र म चाहिँ आज चाबेलको 99 शप कहाँ पर्छ भनेर चाहिँ राम्रोसँग लोकेसन दिने कोसिस गर्ने छु किनभने मैले पहिला राखेको भिडियोमा चाहिँ क्वेशन गर्नु भएको थियो राम्रोसँग लोकेसन राख्नु राम्रोसँग भन्नुस् भनेर र अब चाहिँ आज चाहिँ म कोसिस गर्ने छु र अब म रेडी भएर निस्किन लागेको छु र एकैचोटी चाबेलको चोकमा पुगेर भिडियो स्टार्ट गर्छु किनभने जो जहाँबाट आए पनि चाबेलको 99 शप जानको लागि चाहिँ चोकमा नै आउनु पर्ने हुन्छ र चोकदेखि चाहिँ राम्रोसँग लोकेसन दिने कोसिस गर्ने छु र मिलेसम्म चाहिँ 99 शपमा पनि गएर कस्तो कस्तो सामान छ र नयाँ के सामान आएछ भनेर पनि जानकारी दिने कोसिस गर्ने छु भन्दै अब चाहिँ म निस्किन्छु चाबेलको चोकतिर। म चाहिँ अहिले ठ्याक्क चाबेल चोकमा आइपुगेँ। यो चाहिँ ठ्याक्कै चोक हो। यो चाहिँ बौद्धबाट आउने रोड हो भने यो चाहिँ यता तक्कबाट आउने रोड अनि यो पुलमाथि छु चाबेलको पुलमाथि छु अनि यता यो गौशालादेखि आउने भयो यो स्तुपा चाबेल स्तुपा अनि गौशालाबाट यो आउँछ यसरी है अनि यो चाहिँ पुल हो ठ्याक्कै। अनि अब हामी कता जानुपर्छ भने यो चौकदेखिको यो गल्ली यो भित्र यो गल्लीमा जानुपर्छ। यो चाहिँ गणेशस्थान जाने गल्ली हो ठ्याक्कै यो चोकको चाबेल चोकबाट यो गल्ली सानो यो गल्ली जानुपर्छ गणेशस्थान मन्दिर पुग्नुपर्छ। म चाहिँ अब मन्दिर पुगेर देखाउँछु। यो गणेशस्थान जाने गल्ली म छिरिसकेँ यहाँ जाँदैछु ल म चाहिँ अहिले चाबेलको गणेशस्थान मन्दिर आइपुगेँ है। यो चाहिँ चोकबाट चाबेल चोकबाट चाबेलको गणेशस्थान मन्दिर हो यो आइपुगेँ। धेरैजनालाई थाहा छ है यो 99 शप तर कतिजनालाई चाहिँ थाहा पनि हुनसक्छ टाढा बस्नुभएकोहरूलाई। ल अब चाहिँ हामी दुईवटा बाटोबाट जान सकिन्छ। यताबाट यहाँबाट गएर यसरी घुम्दा पनि भयो यहाँबाट गएर यसरी गए पनि भयो। उ त्यो पछाडिको भवनमा छ म बाटो देखाउँछु गएर। म चाहिँ यो साइडबाट जान्छु। यहाँ भाइरल तरकारी पसल पनि छ यहाँ नजिकै। म चाहिँ अब यो मन्दिर प्रवेश गरेँ है। यो बाटो हुँदै निस्किनुपर्छ। यो मन्दिर भयो गणेशस्थान अनि अब हामी चाहिँ जानुपर्छ यता निर्माण भइरहेको रहेछ यतातिर अनि हामी जानुपर्छ यो यताबाट होइन यता निस्किनुपर्छ है तरकारी बजारतिर। यो चाहिँ भाइरल तरकारी पसल है भाइरल भाइ है तरकारी बजारको यो हो। अनि यता चाहिँ तरकारी बजार छ यताभित्र अनि अब हामी यो भाइरल तरकारी पसल भाइको पसल भयो भने अब यता छ तरकारी पसल अहिले दिउँसो भएर खासै छैन है। अनि यो भाइरल कागती लानु पर्ला अहिले र अब हामी यता जानुपर्छ। अब चाहिँ हामी यता सिधै तलतिर गयो भने के कालो पुल त्यो कहाँ पुग्छ सायद त्यही कालो पुल सेतो पुल खै त्यस्तो कोही के पुग्छ। अब हामी यता नगइकन यता लाग्नुपर्छ। यता लाग्ने सिधै अब आइपुग्न लागिसक्यो है। 99 शपको लोकेसन मैले डेन्जर तरिकाले दिँदैछु है। पहिला मलाई सोध्नु नथ्यो क्या अनि हो
यो मान्छे निस्किराख्नु भएको छ माथि। यहाँ हो 99 सप। माथि देख्न सक्नुहुन्छ 99 लेखेको। म त्यहाँ अहिले जान्छु। 99 तीन तला माथि छ है, त्यहाँ हो। म चाहिँ यो पसलमा जान्छु किनभने हो यहाँ चाहिँ मेरो दाइको छोरी यहाँ उसको पसल यहाँनिर काम गर्छ। यहाँनिर यो पसल ठ्याक्कै 99 सपको अपोजिट छ। तपाईँहरू आउनुभयो भने यहाँ पनि पस्न सक्नुहुन्छ। यो हो 99 सप चाहिँ यहाँ माथि। म अहिले गएर देखाउँछु है। र म चाहिँ यहाँ पसलमा आइसकेँ, बहिनीको नानीको पसलमा भनौँ न। 99 सपको ट्याक्क अपोजिट छ है, यही हो 99 सप। म त्यहाँ अहिले जान्छु, गार्ड पनि हुनुहुन्छ ठ्याक्कै हो त्यो। र यसको ठ्याक्कै अपोजिट साइड यो चाहिँ सबै कोरियन प्रोडक्टहरू पनि छ है। यहाँ धेरै जस्तो कोरियन नै होला नि। ल यहाँ देख्न सक्नुहुन्छ कस्तो क्युट छ है। हेर्नुहोस् गगल्सहरू पनि बेबीहरूको लागि झन् राम्रो ब्यागहरू क्या। अनि इयरिङहरू सबै छ। युनिसेक्स एक्सेसरिज हो सबै, एक्सेसरिज सामानहरु कस्मेटिक सबै छ। ल म चाहिँ यहाँ बसी घुमी देखाउँदैछु। यहाँ स्टिल अरे कलर नजाने कलर मेड इन कोरियन कलर नजाने। अनि यता स्कार्फहरू पनि छ, देख्न सक्नुहुन्छ राम्रो छ। बेल्ट पनि भिजिट गरिदिनु होला। यहाँ हेरेर भिजिट गरिदिनु हुन्छ होला। म चाहिँ क्रिमहरू पनि छ है, क्रिमहरू यता छ। तिमीलाई पनि देखाउँ कि नदेखाउँ? यीमा बहिनी यहाँनिर ऊ छ है यहाँ पसलमा चाहिँ। उस मभन्दा ठुलो छ, मभन्दा धेरै आधी वर्ष सानो मान्छे, आधीको पनि आधी वर्ष सानो। ल ऊ भएको कारणले गर्दा यहाँ पसेको नि। आम्मामा कति राम्रो छ है। यो चाहिँ मैले देखिरहेको थिएँ बुलाकी हाउसमा। यो बुलाकी हाउसमा देखिरहेको थिएँ। ल सामानहरू किरिङहरू छ, सक्सहरू छ, यहाँनिर नेलहरू पनि छ है। इमाको पसलमा आउनु होला। 99 सप चाबेलको अपोजिट छ। चिटिक्कको सानो छ। आमामा कति राम्रो। कोरियन मास्कहरू पनि रहेछ, बेबी मास्कहरू। एउटा हेयरबिन पनि यो सबै बेबीको हो कि ठुलो मान्छेको हो? एउटा हेयरबिन चाहिँ लिनुपर्ने छ। यो चाहिँ हेरेर हेर्नुपर्ने। यो 4 भन्छ, मैला हुन्छ होला। कस्तो राम्रो क्युट हेयरबिन छ बच्चाहरूको लागि। यी सेवाहरू हुन्छ होला नि सबै। यत्रो पसल राखिसकेपछि यी सेवा नहुने कुरा हुन्छ त है। आमामा चस्माहरू कति राम्रो चस्माहरू। अनि सबैभन्दा राम्रो चाहिँ बच्चाहरूको लागि क्युट ब्याग। एकदम दरो पनि छ। दरो ब्याग छ है। ल आज 99 सपको लोकेसन दिँदै आएको ठ्याक्क। यहाँको पनि यो नाम के हो? यो पसल युनिसेक्स एक्सेसरिज। ल केटाकेटी दुवैको लागि है। त्यही भएर यहाँ देख्न सक्नुहुन्छ। ल देखाइदिएँ मैले चाहिँ। आइपुग्यो 99 सप। कति धेरै भिड के है। जहिले आयो तहिले भिड छ क्या है।